नमस्ते हजुरहरू सबैजनालाई। भिडियो अन्तिमसम्म हेरिदिनुहोला, लाइक अनि सेयर पनि गरिदिनुहोला। हजुरहरूलाई चाहिँ म आज देखाउन गइरहेको छु कफीको दाना कसरी टिप्ने भनेर। जुन भिडियोमा देख्न सक्नुहुनेछ हरियो लह लह परेको बुट्यान चाहिँ कफीको बोट हो हैन। जुन चाहिँ तपाईले देख्न सक्नुहुनेछ रातो रातो दाना, जुन चेरी चाहिँ रातो रातो कलरको भएको भएपछि चाहिँ टिप्नुपर्छ है। टिप्दाखेरि चाहिँ यसलाई विचार पुर्याएर हाँगा नभाचिनी गरेर धेरै ननुहाइकन आरामसँग टिप्नुपर्छ, किनकि अर्को वर्ष पनि यसमा फल लाग्छ र यसै गरी टिपेर कफी चाख्न पाइन्छ। यो चाहिँ मेरो बुवाले ल्याउनु भएको थियो परीक्षण गर्नको लागि। केही समयको अन्तरालमा कफीले राम्रो दाना दिन थालेको छ। अझ नजिकबाट देख्न सक्नुहुनेछ कफीको दाना कति राम्रोसँग फलेको छ। हेर्नुहोस् त, कफीको कलर पनि कति मिठो छ, हेर्दै खाउँ खाउँ लाग्ने हैन। ल हेर्नुहोस् त दाना, हेर्दा हेर्दै कफी टिपेर पनि सकियो। बाल्टी नै झन्नै भरेन है। हेर्नुहोस् त कति राम्रो। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।